साथी हो, यहाँ सोनुको मार्केटिङमा सफलताको साथ रहस्यहरू समेटिएको प्रेरणादायक कहानी प्रस्तुत गरिएको छ, जसमा प्रत्येक रहस्यसँग साना टिप्स पनि जोडिएको छ। यसले विद्यार्थी, उद्यमी र सिक्ने इच्छा शक्ति भएका सबैलाई प्रेरित गर्ने उद्देश्य राखेको छ। भूमिका: सोनु एक सामान्य गाउँको युवक। न त उसले ठूलो डिग्री लिएको थियो, न त बैंकमा धेरै पैसा थियो। तर एउटा कुरा थियो, सपना र सोच। उसले चाहन्थ्यो आफ्नो गाउँको स्वादलाई संसारभर पुर्याउने। उनले सुरु गरे अचार बनाउने सानो कामबाट, तर सोच थिए ठूलो मार्केटिङको। रहस्य 1, ग्राहकलाई बुझ्नुहोस्। नौ यो कस्टमर्स। सोनुले सुरुमा आफ्नो छिमेकीहरूलाई सोध्यो, तपाईलाई कुन अचार मन पर्छ, कस्तो स्वादको खोज्नुहुन्छ? उनीहरूको प्रतिक्रिया लेख्थ्यो, अध्ययन गर्थ्यो। साना टिप्सहरू: क ग्राहकसँग सिधा संवाद गर्नुहोस्। ख ग्राहकको समस्या बुझ्न प्रयास गर्नुहोस्। ग एक्सपर्ट होइन, श्रोता बन्नुहोस्। रहस्य 2, साँचो कथाहरू सुनाउनुहोस्। टेल ट्रू स्टोरी। सोनुले आफ्ना पोस्टहरूमा लेख्न थाल्यो, यो अचार मेरी आमाले 25 वर्षदेखि बनाउँदै आउनु भएको हो। त्यस कथामा भावना थियो, विश्वास थियो। टिप्सहरू: क आफ्नो उत्पादनको पछाडिको कथा सुनाउनुहोस्। ख भावनात्मक सम्बन्ध बनाउन सक्ने शब्द प्रयोग गर्नुहोस्। ग कहिल्यै नक्कली कुराहरू नगर्नुहोस्। डिजिटल मिडियाको माध्यमको प्रयोग गर्नुहोस्। यस अफ सोशल मिडिया। सोनुले सोसियल मिडियामा फेसबुकमा एउटा पेज खोल्यो, सोनु अर्ग्यानिक। त्यहाँ घरमै बनाइएको अचारको फोटो, भिडियो र ग्राहकको प्रतिक्रिया लेख्थ्यो। साना टिप्सहरू: को फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता माध्यम प्रयोग गर्नुहोस्। ख भिडियोहरू बनाउनुहोस्, कसरी उत्पादन बन्छ भनेर देखाउनुहोस्। ग नियमित पोस्ट गर्नुहोस्, लाइकमा भन्दा टुरिस्टमा ध्यान दिनुहोस्। रहस्य 4, ब्रान्ड बनाउनुहोस्। क्रिएट युनिक आइडेन्टिटी। सोनुले आफ्नो अचारको प्याकेटमा परम्परागत गम्छाको डिजाइन राख्यो। नाम लेख्यो, हार्मो स्वाद, हार्मै पहिचान। साना टिप्सहरू: को नाम, लोगो, प्याकेजिङ सबैमा एउटा भाव झल्किनुपर्छ। ख सस्तो होइन, स्मरणीय ब्रान्ड बनाउनुहोस्। ग लोकल स्वाद, प्रोफेसनल प्रस्तुति, प्रभावकारी ब्रान्ड। रहस्य 5, ग्राहकलाई सम्मान गर्नुहोस्। रेस्पेक्ट एन्ड भ्यालु कस्टमर। सोनुले अर्डर पाउने बित्तिकै फोन गर्थ्यो अनि भन्थे, धन्यवाद तपाईलाई अर्डरको लागि। तपाईको अचार भोलि आइपुग्नेछ र अचारसँग सानो नोट लेख्यो, तपाईको स्वाद हार्मो प्रेरणा हो। साना टिप्सहरू: क ग्राहकसँगको व्यवहार मैत्रीपूर्ण बनाउनुहोस्। ख सानो कुराले ठूलो प्रभाव पर्छ, धन्यवाद पत्र सस्तो अफर हो। गई उनीहरूलाई ग्राहक होइन, साथी सम्झनुहोस्। रहस्य 6, गुणस्तरमा सम्झौता नगर्नुहोस्। नेभर कम्प्रोमाइज अन क्वालिटी। सोनुले कहिल्यै सस्तो सामग्री प्रयोग गरेन। उसले भनेको थियो, आज सस्तो बेचेर ग्राहक गुमाउनु हुँदैन। साना टिप्सहरू: क आफ्नो उत्पादन आफै प्रयोग गर्नुहोस्। ख खराब समीक्षालाई सुधार्ने अवसर ठान्नुहोस्। ग गुणस्तर नै दीर्घकालीन मार्केटिङ हो। रहस्य 7, निरन्तरता र धैर्यता, कन्सिस्टेन्सी एन्ड पेशेन्स। सोनुले पहिले महिनामा जम्मा 8 वटा अचार बेचेका थियो, तर उसले कहिल्यै हार मानेन। ती 8 जनालाई खुसी बनाए। उनीहरूले 80 जनासम्म पुर्याएका थिए 8 वटा अचार बेच्नुको लागि। तर आज धैर्यताले गर्दा हजारौं ग्राहक छन् र लाखौंको टर्नओभर गर्छन्। साना टिप्सहरू: सुरुमा ढिलो सेल्स होला, तर बिस्तारै सेल्सले गति आउँछ। ख हरेक दिन एक प्रगति गर्नुहोस्। ग आलोचना आयो भने डराउनु होइन, सिक्नुपर्छ, अघि बढ्नुपर्छ। निष्कर्ष: सोनुको सफलता कुनै चमत्कार थिएन। यो थियो सोच, योजना, परिश्रम र आत्मविश्वासको कथा। यो सुनौलो बजारमा चम्कन्त पैसा होइन, इमानदारी र सोच र सेवा चाहिन्छ। यो कथा कस्तो लाग्यो कमेन्ट बक्समा अवश्य लेख्नुहोस्। हार्मो च्यानलमा नयाँ हुनुहुन्छ भने हामीसँग जोडिनुको लागि यस च्यानललाई सब्स्क्राइब गरी बेल आइकन थिच्नुहोला। अर्को कथामा फेरि भेट्नेछौँ। आजलाई बिदा चाहन्छु। होस् त, धन्यवाद, नमस्ते, बाई बाई।